नमस्ते सबैजनालाई। आज फेरि एउटा नयाँ भिडियो लिएर आइरहेको छु है। यसो हेरौँ कतातिर गइन्छ। पर एउटा खोलाको ठाउँ वाल बाटो देखिरहेको मैले देख्नु चाहिँ होइन। त्यहाँ चाहिँ म गएको छैन अहिलेसम्म पनि। दाम हेरौँ कस्तो हुन्छ होइन। त्यही नै हो चाहिँ बाइक स्टार्ट यसो खोलाएर होइन सही तरिका हेर है मेरो बाइक खोलाएर अनि रेस कम भएछ होइन। रेसहरू कम भएको रहेछ। 1 ट्याप टु 1 ट्यापै हाने होइन। रेस हल्का कम भएको रहेछ। हल्का बढाइदिन्छु रेस। अब चाहिँ मिठो छ। रामेको नाति छैन एउटा हो। छैन होइन। टिभी निकालेको नयाँ सिक्ने गाउँमा चलाइदिनु हुन्छ र भनेर अनि हो तेल गरी छ। भोलि होली छ है। कता हुन्छ छैन। तेल त लास्टै कम छ त्यहाँ। त्यही पुग्दैन मेरो हो। तेलले ढोकाएर लाग्छ। त्यसको अब चाहिँ एकछिनमा भेट्न पर्ने हुन्छ है। एकछिनमा भेट्न पर्ने छिटो बाइक हल्ला लाग्यो एउटा हो। ल एकछिनमा भेट्न पर्ने हुन्छ बाइक। आमा जिबी निकालिदिएको मिठो साउन्ड फालिरह होइन। त्यही नै हो। सही हो। यो चाहिँ हाम्रो रडिङ स्कुल हो। सानो छँदाखेरि पढेको होइन। आमा साउन्ड छ। सही हो। आमा यो अन्त एउटा हो। आज फुल फर्ममा हो होइन। भएर भन्छु तर कस्तो चलाउँछु थाहा छैन मलाई पनि। ढोलो उडेका है। सही हो। खोलाएर मिठो लाएर हान्नु पर्ने हुन्छ आज। खोला हान्छु आज चाहिँ म। ओइ म्याकुरे बाटो छ कि छैन अरे यार। आमा जलन होइन ओइ म्याच रनमटीको जोर डेन्जर फाल्छ रे यार। आमा साउन्ड चाहिँ मिठो फालिरहेको छ होइन। तर यो क्यामेरामा कस्तो है एङ्गल पनि मिलेन केही पनि थाहा छैन। बाटै रहन्छ कि ल खसे म खसेँ। ल बाटै रहन्छ यार। सँगै खाल्दो रहेछ नि त।
सो भिडियो कस्तो आयो त्यही पनि थाहा छैन मलाई चाहिँ कस्तो लड्केको ओइ हालिदियो कुरीलाई मन्दिर छ दर्शन गर्न रक्षा गरिदिनुहोस् भगवान् मेरो लगायत अरूको पनि रक्षा गरिदिनुहोस् होइन नै हो एउटा हात दुखे सही हो एउटा होइन भिडियो पनि भयो कि भएन थाहा पनि छैन यार मलाई त भयो होला नि सायद कतापट्टि म्याग्दी खोला सर बगिरहे म चाहिँ यता छु होइन भाल्ला आमा लड्केको सो एउटा हेर्न सक्नुहुन्छ टायर चाहिँ यस्तो तल गइरह होइन यस्तो माटो फालिरह माटो भन्दा बालुवा फालिरह टक्क मिठो अड्डिरह होइन सही हो यस्तो छ मेरो बाइकको लुक चाहिँ होइन यो मिठो एउटा मिठो के नै छ टायर पुरै होटेर मिठो टाप्ती खायो यो अब चाहिँ निकाल्छु म यसलाई टाढाबाट हेरेर चाहिँ यस्तो देखिन्छ तर हाइटमै छ लगभग बराबरै होला होइन टक्क यहाँदेखि चाहिँ म यहाँ ट्राई गर्छु लोटे भने लोटे होइन
कस्तो खालको पिच्चो रहेछ। पिच्चो हामी ट्राई गर्छ होइन, लगभग म जति नै छ हाइट भनौँ न होइन, तर मङलाई त्यस्तो देख्दैन होला। मङलाई चाहिँ म कसरी राख्छु भनेपछि यो ढुङ्गामाथि राख्छु होइन। बाइक चाहिँ मेरो यहाँ छ हेर के हुन्छ यहाँ आएर भेट्छै भेट्दैन फेरि यहाँ। हल्का जस्तो लाग्यो यस्तो भयो। कानभित्र पनि बल्ल छिरेछ। तर हुनु चाहिँ केही पनि भएन होइन, तर बाइकलाई चाहिँ मलाई डेन्जर अचट्यो कि धेरै छैन नि त यहाँ रेस पाउनुलाई। त्यहाँ बिस्तारै लडेर गएको हेर्नु यहाँ यति हो त यति हो कि बिस्तारै लडेर गएको होइन। यहाँबाट पावर पुगेन होइन, पोल्टे मुखै परिसक्यो ममा। एउटा अनुभव हो होइन, बाइक चाहिँ हल्का पुरै बल्लै नै बल्ल छिर्यो कि मलाई चाहिँ मेरो माया लागेन माया लाग्यो किन भएन भयो हालमा कुलिङ चुहेको भुलिरहेको थियो। यो डेन्जर बलियो हुँदो रहेछ यार यो गाइज। यो चाहिँ पुरा डोप्रेर पनि केही नभएको कि अगाडि यो पऱ्यो नि त, त्यही भएर यो चाहिँ हल्का भाँचियो भनौँ न। यसलाई चाहिँ घर लगेर टक्क लगाएर जुगाड के हुन्छ होइन, जुगाड गर्नुपर्ने हुन्छ टक्क लगाएर यसलाई घर लगेर। त्यही नै हो। के छ नि भाँचे जस्तो लाग्यो केही पनि छैन, ठिकै छ होइन।
र टाउको काटे जस्तो लाग्यो मलाई पछाडि काटे जस्तो लाग्यो सही हो कहिलेकाहीँ हुन्छ नै होइन बाइक चलाउन हिँडेपछि कहिले के हुन्छ तर हुन्छ नै केटा हो तर मिठो लुट्यो मलाई भन्दा पनि मेरो बाइकको माया लागिरहेको नि त जोस् बाइकलाई चाहिँ केही नहोस् मेरो चाहिँ यो भाग चाहिँ सुन्निसकेको अवस्था छ होइन पुरै कहाँ हिँड्न सक्नुहुन्छ पुरा कानभित्र पनि पुरै बाल्लो पसिरहेको सो यस्तो भयो होइन पुरै बाल्लो पसिरहेको त्यही नै हो मिठो लुट्यो केटा हो अरू त के नै भन्नु छ र होइन त्यही हो अब एकछिनमा भेट्न पाउने हुन्छ म एकछिन रेस्ट गर्छु होइन यहाँ पनि काटे जस्तो लागिरहेको मलाई कन्नातिर जाँदा छु कि यहाँ पुरै बाल्लो भयो कि बाइकको चाहिँ अरू त केही पनि भएन यो हल्का चाहिँ यो नट कस्ने हुन्छ नि यो अगाडि आयो नि त्यो यो भाग अनि त्यही भएर मिठो लुट्यो म त एकछिन मऱ्यो भने क्या डेन्जर च्याप्दिरहेको कि अहिले टाइम यसमा लाग्यो जस्तो लाग्यो मलाई टाउको यार भिडियो कस्तो आयो देखाउँछु होइन मैले पनि हेरेको छैन भिडियो कस्तो आयो सिधै लुट्यो तर ठिकै छ कहिलेकाहीँ लुटिन्छ नै होइन तर त्यस्तो ठुलो चोट चाहिँ लागेन जसमा